नेपालदेखि फ्रान्स आउँदै हुनुहुन्छ र फ्रेन्च लाउरे बन्ने सपना छ भने चाहिँ आजको भिडियो कम्प्लिट रूपमा हेर्नु होला। इन्कम कति हुनेछ, कस्ट कति लाग्छ र प्रोसेसहरू डिटेलमा एक्सप्लेन गर्नेछु। सबसे पहिलो कुरा चाहिँ फ्रेन्च फरेन लिजन अप्लाई गर्नको लागि चाहिँ तपाईको स्टुडेन्ट भिजा छ भने जान मिल्छ, वर्क भिजा छ भने जान मिल्छ र ट्राभल टुरिस्ट भिजामा हुनुहुन्छ भने जान मिल्छ फ्रेन्च फरेन लिजनमा। तर टुरिस्ट भिजामा हुनुहुन्छ भने चाहिँ तपाईको चाहिँ भिजा चाहिँ भ्यालिड हुनुपर्ने हुन्छ। एटलिस्ट 4 हप्ताको लागि तपाईको भिजा चाहिँ भ्यालिड छ भने चाहिँ तपाई चाहिँ फ्रेन्च फरेन लिजनमा जान सक्नुहुनेछ। अनि धेरै स्टुडेन्टहरुले स्टुडेन्ट भिजामा आएर कलेज छोडेर जान मिल्छ कि मिल्दैन, पछि प्रब्लम हुन्छ कि हुँदैन भन्ने क्वेशन छ। यस, केही प्रब्लम हुँदैन। धेरै स्टुडेन्टहरु पनि स्टुडेन्ट भिजामा आएर यहाँको लिगल एक्टिभिटिजहरु सकेर कलेज जोइन गरेर पछि यहाँ तपाईको फ्रेन्च फरेन लिजनमा सेलेक्ट हुनु भएर त्यतै बसेको मान्छेहरु नै हुनुहुन्छ। कति स्टुडेन्टहरु चाहिँ रिजेक्ट भएर फेरि आएर कलेज कन्टिन्यू गरेको स्टुडेन्टहरु नि मैले देखेको छु। लास्ट मन्थ मात्र पनि मेरो एकजना चिनेको त होइन, जस मैले एकजना मेरै अझै सिटीमा रहेको भाइले चाहिँ भर्खर आएर फ्रेन्च लिजनमा जानु भएर छ र सेलेक्ट हुनु भएछ आएको पहिलो महिनामै। सो टेन्सन नलिनु।